जय मङ्गल जय मूलवासी बाजे। जय मङ्गल जय मूलवासी। अब यो हामीले मङ्गल नेसनल अर्गनाइजेसन जिल्ला सभा तेह्रथुमको आयोजनामा चाहिँ गाउँ गाउँ जाउँ मूलवासी मङ्गल जगाउँ अभियान हामीहरू चाहिँ यो म्याङ्लुङ नगरपालिका 8मा व्यापक रूपमा हामी घर दैलो कार्यक्रम गरिरहेका छौँ र हाम्रो यो मङ्गल नेसनल अर्गनाइजेसनको यो विधान र यसको लडाइँहरू चाहिँ तपाईँलाई कस्तो लाग्यो बाजे? मलाई के अरे साह्रै राम्रो लाग्यो यो तपाईँहरूले गर्नुभएको। हामीहरूलाई चाहिँ हाम्रो मङ्गल चाहिँ हाम्रो विधानमा किन लेखेन? हामी मङ्गल जातिलाई चाहिँ कसरी मङ्गल लेखेन? आदिवासी जनजाति लेख्यो, हामी मूलवासी हो, मूलवासी लेख्नुपर्छ। जस्तो आँपको रुखमा आँप फलेर खाइरहेछ, त्यो आँपको बोट होइन भन्नु पाइँदैन। हामी चाहिँ के अरे मूलवासी हो, मूलवासी लेख्नुपर्छ। लेखेन भने हामी सबै त्यसमा विरोध गर्ने छौँ। यो के अरे हाम्रो मूलवासी होइन भने ढुङ्गा माटो गाउँ मुलुक सब बोलिरहेछ। खोला नाला सबै हाम्रो भाषाभाषीमा बोलेको छ। जुन जुन ठाउँमा बसेको त्यो भाषामा बोलेको छ। अनि कसरी चाहिँ आज चाहिँ मूलवासी हामीलाई लेख्दैन संविधानमा? यो हाम्रो ठुलो विरोध छ। हाम्रो चाहिँ यो के अरे मूलवासी हाम्रो लेख्नुपर्छ। हामीहरूलाई आदिवासी जनजाति हामी होइन, हामी मूलवासी हो यहाँको। होइन भने ढुङ्गाको नाम सोध्नुहोस्, गाउँको नाम सोध्नुहोस्, रुखपातको नाम सोध्नुहोस्। आज चाहिँ के अरे हामी यो रुखसँग उम्रिएकोसँग हामीहरू पनि रहेको हो। हामी रुखलाई ढाल्दाखेरि हामी एक मुठा माटो लाउँछौँ, उसलाई माटो चढाउँछौँ। त्यस कारणले गर्दाखेरि हामीहरू मूलवासी हो। हामीलाई मूलवासीदेखि हटाउनु पाइँदैन। खबरदार। हजुर, हस् त। जय मङ्गल।